स्वागत छ। आज हामी जेम्स क्लियरको त्यो एकदम चर्चित किताब छ नि एटोमिक ह्याबिट्स हो आदत निर्माण त्यसकै आइडियाहरूमा अलिक गहिरिएर कुरा गर्दैछौँ। खासमा धेरैजनालाई राम्रो बानी बसाल्न किन यति गाह्रो हुन्छ होइन, अनि नराम्रो बानी चाहिँ छोड्ने नसकिने। एकदमै, यो त हामी सबैले भोगेकै कुरा हो नि। आजको हाम्रो छलफलको लक्ष्य नै यही हो। क्लियरले दिएका जुन रणनीतिहरू छन् नि तिनलाई हेरेर बानी परिवर्तनलाई कसरी सजिलो बनाउन सकिन्छ भनेर बुझ्ने। एकदम सान्दर्भिक विषय। हामी अक्सर ठुला लक्ष्य त राख्छौँ, तर त्यो सानो दिनदिनै गर्ने प्रयासको शक्तिलाई चाहिँ कता कता व्यवस्था गर्छौँ जस्तो लाग्छ। हो क्लियरको मुख्य तर्क नै त्यही हो। बानी भनेको एकै रातमा बन्ने कुरा होइन रे। ससाना देख्दै नदेखिने जस्ता सुधारहरू निरन्तर गर्यो भने बल्ल बन्ने हो। अनि हामीले सोच्ने त्यो विल पावर मतलब इच्छा शक्तिले नै सबै हुन्छ भन्ने तरिका खासै काम गर्दैन, किनभने त्यो हाम्रो मनोविज्ञानसँग ठ्याक्कै मिल्दैन के हो त नि। अनि यही कुरालाई सजिलो बनाउन क्लियरले 4वटा नियम दिएका छन् होइन, एकदम सरल तर शक्तिशाली। हो, 4 नियम। स्पष्ट बनाउनुहोस्, आकर्षक बनाउनुहोस्, सजिलो बनाउनुहोस् र सन्तोषजनक बनाउनुहोस्। यी नियमहरू सिद्धान्त मात्रै होइनन्, बानी बनाउन वा तोड्न एउटा बाटो जस्तै हुन्। पहिलो नियमबाटै सुरु गरौँ न त। स्पष्ट बनाउनुहोस्। के हो त यो भनेको? स्पष्ट बनाउनुहोस् भनेको चाहिँ हामीले जुन बानी बसाल्न खोजेको हो नि त्यसलाई सुरु गर्ने सङ्केत वा क्यूलाई एकदमै छर्लङ्ग पार्ने, देखिने बनाउने भन्यो। सङ्केतलाई क्लियर भन्छन् हाम्रो वरपरको वातावरणले हाम्रो बानीमा ठूलो असर पार्छ। जस्तै मानव बिहान उठेर दौडिन जाने बानी बसाल्नु छ। अब अघिल्लो राति नै दौडिने जुत्ता ढोकाको छेउमा टक्क राखिदिने। यसो गर्दा बिहान उठ्ने बित्तिकै आँखा परिहाल्छ, दौडिने जाने सङ्केत एकदम स्पष्ट भयो नि। हो त नि, त्यो त सानो कुराले फरक पार्ने भयो। हो, अनि यसैसँग जोडिएको अर्को आइडिया छ ह्याबिट स्ट्याकिङ भन्छन् त्यसलाई। ह्याबिट स्ट्याकिङ टु के हो? त्यो भनेको आफूले पहिलेदेखि गर्दै आएको कुनै बानीसँग नयाँ बानीलाई जोड्ने। जस्तै म बिहान कफी बनाएपछि ठिक 1 मिनट ध्यान गर्छु। कफी बनाउने त बानी छँदैछ, त्यसमै अर्को थपिदिने निकै व्यावहारिक लाग्यो। हो नि। ल, वातावरण मिलाउने बानी जोड्ने कुरा भयो, तर बानी सुरु गरेर मात्र त भएन, त्यसलाई टिकाइराख्न पनि पर्यो। यहाँनिर दोस्रो नियम आउँछ होला, आकर्षक बनाउनुहोस्। हो, ठ्याक्कै। अब मन नलाग्ने कामलाई कसरी आकर्षक बनाउने त? जस्तै मलाई जिम जान मन लाग्दैन भने कसरी आकर्षक बनाउने होला? यो चाहिँ हाम्रो भित्री इच्छा र उत्प्रेरणासँग जोडिएको कुरा हो। क्लियरले टेम्पटेसन बन्डलिङ भन्ने तरिका सुझाउँछन्। टेम्पटेसन बन्डलिङ मतलब आफूलाई गर्न मन लाग्ने कुरा र गर्नै पर्ने बानीलाई सँगै जोड्ने। जस्तै तपाईले जिमको कुरा गर्नुभयो नि, तपाईलाई मनपर्ने कुनै पडकास्ट वा गीतहरू छन् भने त्यो चाहिँ म जिममा हुँदा मात्र सुन्छु भन्ने नियम बनाउने। गजब आइडिया लाग्ने। हो, बिल्कुल। इनामको आशाले नै उत्प्रेरणा बढ्छ। रोचक। ल, अब तेस्रो नियम सजिलो बनाउनुहोस्। यो सुन्दा त अल्छी पो बनाउने हो कि जस्तो सुनिन्छ। होइन, त्यस्तो होइन। यसको मतलब हो अवरोध कम गर्ने। हामी मान्छेको स्वभाव नै सजिलो बाटो खोज्ने हुन्छ नि त। त्यो त हो। त्यसैले राम्रो बानीलाई सकेसम्म एकदमै सजिलो बनाइदिने अनि नराम्रो बानीलाई चाहिँ सकेसम्म गाह्रो। जस्तै फलफुल खाने बानी बसाल्नु छ भने काटेरै फ्रिजमा अगाडि राखिदिने, झिक्न सजिलो भयो। अनि जङ्क फुड चाहिँ घरमै नल्याउने, किन्नै जानुपर्ने भयो भने अलिक गाह्रो भयो नि। हो त नि, कति सजिलो उपाय। अनि क्लियरको 2 मिनट नियम पनि यही सिद्धान्तमा आधारित छ। 2 मिनट नियम? हो, कुनै पनि नयाँ बानी सुरु गर्दा त्यसलाई 2 मिनट वा त्योभन्दा कम समयमा गर्न सकिने सानो रूपबाट सुरु गर्ने। जस्तै हरेक रात सुत्नु अघि 1 पेज किताब पढ्छु भनेर सुरु गर्ने। पछि बिस्तारै बढाउँदै लैजान सकिन्छ। सुरु गर्न सजिलो भयो नि त। हो त, यो त सुरु गर्ने आनाकानी गर्नेहरूको लागि एकदमै काम लाग्ने भयो। ल, अब अन्तिम नियम सन्तोषजनक बनाउनुहोस्। यसको के महत्त्व छ? यो नियम चाहिँ बानीलाई टिकाउन मतलब लामो समयसम्म कायम राख्न एकदमै जरुरी छ। हाम्रो दिमाग कस्तो हुन्छ भने नि तुरुन्तै सन्तुष्टि खोज्छ। हो, तत्काल रिजल्ट चाहिने।
जब कुनै बानी पूरा गर्ने बित्तिकै सानोतिनो भए पनि इनाम वा सन्तुष्टि मिल्छ, दिमागले त्यो कामलाई राम्रो भनेर सम्झिन्छ अनि फेरि गर्न मन लाग्छ। यसले एउटा सकारात्मक चक्र बनाउँछ। जस्तै हरेक पटक जिम गएपछि क्यालेन्डरमा टिक लगाउने। त्यो सानो टिकले पनि मैले गरेँ भन्ने सन्तुष्टि दिन्छ। वा कुनै सानो उपलब्धिमा आफैलाई केही पुरस्कार दिने। त्यो टिक लगाउने त मैले पनि कतै पढेको थिएँ, निकै प्रभावकारी हुन्छ रे। हो नि, किनभने धेरैजसो राम्रो बानीको वास्तविक फाइदा देखिन त समय लाग्छ नि, तर तत्कालको सानो सन्तुष्टिले नै हामीलाई त्यो बानीमा अड्याइराख्छ। भनेपछि यी 4 नियमहरू सङ्केत, स्पष्ट, चाहना, आकर्षक, प्रतिक्रिया, सजिलो र इनाम, सन्तोषजनक मिलेर पो बानीको चक्र पूरा हुँदो रहेछ त। हो, ठ्याक्कै त्यही हो। अनि व्यवहारमा उतार्दा तपाईँले अघि भन्नुभयो जस्तै सानोबाट सुरु गर्ने र निरन्तरता दिने कुरा नै मुख्य भयो, होइन त? एकदम। क्लियरले एउटा प्लाटो अफ लेटेन्ट पोटेन्शियल भन्ने कुरा गर्छन्। त्यो भनेको मतलब सुरुमा हामीले गरेको प्रयासको नतिजा खासै देखिँदैन, प्रगति एकदमै सुस्त हुन्छ। तर निरन्तर लागिरह्यो भने एउटा बिन्दु आउँछ जहाँ एक्कासी ठूलो परिवर्तन देखिन्छ। त्यो पठार जस्तो हैन, सुरुमा उकालो नदेखिने तर पछि हो। त्यसैले धैर्य चाहिँ एकदमै महत्त्वपूर्ण छ। हरेक दिन ठूले फड्को मार्नुपर्छ भन्ने छैन। दिनको 1% मात्रै सुधार गरे पनि वर्षको अन्त्यमा त्यो निकै ठूलो हुन्छ के। हो त नि, त्यो कम्पाउन्डिङ इफेक्ट जस्तै। त्यो प्रक्रियामा विश्वास गर्नु पर्यो, नतिजा तुरन्तै नदेखिए पनि। हो, अनि यो त खाली बानी फर्ने मात्रै कुरा पनि होइन रहेछ। क्लियरले भन्छन् नि, यो त पहिचान आधारित बानी बनाउने कुरा हो रे। हो, एकदम महत्त्वपूर्ण कुरा। मतलब लक्ष्य म दौडिन चाहन्छु मात्र होइन, बरु म एक धावक हुँ भन्ने आफ्नो परिचय नै बनाउने। बिल्कुल। जब हाम्रो बानी हाम्रो परिचय बन्छ नि, त्यो स्वतस्फूर्त हुन्छ, त्यसलाई कायम राख्न बल गरिरहनु पर्दैन। हो, साँचो व्यवहार परिवर्तन भनेकै पहिचान परिवर्तनसँग जोडिएको हुन्छ। यी नियमहरू प्रयोग गरेर हामी बिस्तारै आफूले चाहेको जस्तो मान्छे बन्नलाई सहयोग गर्ने बानीहरू बनाउन सक्छौँ। यो त साँच्चै गहिरो कुरा भयो। हो, यो आफै माथिको लगानी हो नि त, जसले जीवनलाई अझ राम्रो, अझ उत्पादनशील बनाउँछ। निश्चय पनि। ल, यो निकै उपयोगी छलफल भयो। अब अन्त्यमा एउटा प्रश्न सोचौँ न त। आफ्नो लक्ष्यतिर लैजाने सबैभन्दा सानो तर आजैबाट सुरु गर्न सकिने अनि स्पष्ट, आकर्षक, सजिलो र सन्तोषजनक बनाउन सकिने त्यस्तो कदम के होला? राम्रो प्रश्न। सायद त्यही सानो कदम नै ठूलो यात्राको सुरुवात बन्न सक्छ कि? यसमा विचार गरौँ है त।